ल गाइज यो भुइँमा चाहिँ पुवाल 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 छ है, सबै ठाउँमा छ। जति घुमे पनि पुवाल पुवाल छ। यो सबै ठाउँमा पुवालै पुवाल पारे। त्यहाँ चाहिँ पाताला थियो, झार दुबो, त्यही भएर प्रष्ट पुवाल देखिएको थियो होइन। यो झार मरे ठाउँमा पुवाल देखिन्छ होइन। यो सबै ठाउँमा छ। भाइले भन्छ यो पुवाल केले अरे, गडेउला अरे, गडेउलाले कमिलाले अरे। उयो यो भाइले भने, यो विद्वान भाइ क्या हाम्रो, यो विश्व प्रख्यात विद्वान भाइले भनेको गडेउलाले दुलो पारे अरे। उता अहिले सेक्रेटरी दाइलाई सोध्यो भने मैले जे भन्छु त्यही भन्नुहुन्छ उहाँले। तर उहाँसँग मेरो चिनजान पनि छैन, बोलचाल पनि छैन। यो किन पुवाल पुवाल बनाएको भन्दाखेरि मलाई एउटा बुम पिलाउने नपिलाउने ल भन त अहिले। बुम पिलाउने नै भन्छु म, अनि मात्रै रहस्य खोल्छु। पिलाउने नपिलाउने बुम बुम ल ल प्रमिस गरे होइन, बुम पिलाउने अरे। यो चाहिँ यो दुलो दुलो पारेको नि, यो सबै मिसिनले पारेको। मिसिनले पारेको कारण चाहिँ के भन्दा दुबोको जरा काटेको। दुबोको जरा चक 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 दुबोलाई चोइटा चोइटा पारेको। जब दुबो चोइटा चोइटा हुन्छ फेरि नयाँ जरा हान्छ उसले, नयाँ डाँठ आउँछ। त्यो भएर यो दुलो दुलो पारेको। अनि यसमा चाहिँ मजाले धुलो मल मिसिनले सरर छरेको छ। जस्तै यो एउटै दुबोको यो एउटै जरा भयो भने यसरी दुलै दुलो पारेछ नि त, दुलै दुलो पारेछ यसरी। यसरी मिसिनले ग्र्याप 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 यो दुबोलाई चुडाइदियो भने, यो दुबो यसरी दुलो पारेर दुबोको जरा छिनाइदियो भने अब यहाँनिर चाहिँ नयाँ जेनेरेसन आउँछ क्या, नयाँ बिरुवा, नयाँ बच्चा आउँछ। अनि जहिले पनि हरियोको हरियो पलाइरहन्छ। नयाँ बनाउनको लागि यो मिसिनले ग्र्याप 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 हानेर दुबो चुडाएको हो क्या, दुलो पारेको। अनि मल पनि जमिनभित्र जाओस् भनेर। यसको नि एउटा ज्ञानको कुरो हो, यो जान्नुपर्छ हामीले। हेर बाबु, अनि मात्रै अलिकति बुद्धि आउँछ। कारण त्यो है, यो दुलै दुलो जहाँ गयो नि यो दुलै दुलो पारेर भर्खरै दुलो पारेर रहेछ। अनि यो मल पनि, यसमा मल पनि हालिन्छ, त्यहीँबाट मल पनि जाने। ल यति जानकारीको लागि मैले भिडियो बनाएँ। लाइक कमेन्ट गर्नु होला। सी यु नेक्स्ट टाइम। ल ल थ्याङ्क यू। ल